सूचना 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 आदरणीय गुराँसटोलवासी सदस्य तथा घरधनी महानुभावज्यूहरूलाई सिङ्गो गुराँसटोल विकास संस्थाको तर्फबाट शुभ सन्ध्याकालीनको हार्दिक न्यानो अभिवादन टक्राउन चाहन्छौं एवं सम्पूर्ण गुराँसटोल परिवार। हाम्रो गुराँसटोल विकास संस्थाले मासिक रूपमा गर्दै आइरहेको सामूहिक सरसफाई तथा जनजागरण अभियान कार्यक्रम भोलि बिहान 7:30 बजेबाट सुरु हुने भएको कारणले गर्दाखेरि सम्पूर्ण घरधनी तथा सदस्य महानुभावज्यूहरू लगायत यस गुराँसटोल संस्थाको क्षेत्रभित्र बसोबास गरेर विभिन्न पेशा व्यवसायमा आबद्ध रहनुहुने सम्पूर्ण उद्योगी व्यवसाय मित्रहरूलाई हाम्रो गुराँसटोल विकास संस्थाको सामूहिक सरसफाई तथा जनजागरण अभियान कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। गुराँसटोल विकास संस्था अध्यक्ष देवकुमार नेम्बाङ, सचिव ओम प्रकाश राय एवं सम्पूर्ण गुराँसटोल परिवार। सूचना 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 भोलि बिहान 7:30 बजे गुराँसटोल विकास संस्थाले आयोजना गरेको हरेक महिनाको अन्तिम शुक्रबार सामूहिक सरसफाई तथा जनजागरण अभियानमा यहाँहरूको गरिमामय उपस्थितिका लागि सम्पूर्ण टोलवासी सदस्य तथा घरधनी महानुभावज्यूहरू लगायत यस टोल क्षेत्रभित्र बसोबास गर्नुहुने सम्पूर्ण उद्योगी व्यवसायी आदरणीय महानुभावज्यूहरूलाई गुराँसटोल विकास संस्थाको कार्यालयमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु। अध्यक्ष देवकुमार नेम्बाङ, गुराँसटोल विकास संस्था एवं सम्पूर्ण गुराँसटोल परिवार। सूचना 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 भोलि मिति 2082 साल मंसिर 26 गते बिहान 7:30 बजे गुराँसटोल विकास संस्थाको हरेक महिना गरिने सामूहिक सरसफाई तथा जनजागरण अभियानमा सम्पूर्ण गुराँसटोलवासी सदस्य तथा घरधनी महानुभावज्यूहरू लगायत यस टोल क्षेत्रभित्र बसोबास गर्नुहुने सम्पूर्ण उद्योगी व्यवसायी महानुभावज्यूहरूलाई संस्थाको कार्यालयमा 7:30 बजे बिहान उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। अध्यक्ष देवकुमार नेम्बाङ, सचिव ओम प्रकाश राय एवं सम्पूर्ण गुराँसटोल परिवार। सूचना 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 गुराँसटोल विकास संस्थाले आयोजना गरेको हरेक महिनाको अन्तिम शुक्रबार सामूहिक सरसफाई तथा जनजागरण अभियान राखेको हुनाले यहाँहरू सम्पूर्णको उपस्थितिका लागि गुराँसटोल विकास संस्था हार्दिक